मलाई नि आफै मेरो पनि छोरी छ मलाई नि आज त्यो हेर्दा हेर्दै ओहो कतै मैले गल्ती गरिरहेको रहेछु कि भने जस्तो एउटा त्यो पनि मलाई अलिकति मनमा लाग्यो मलाई चाहिँ एकदमै राम्रो लाग्यो यो अरूभन्दा पनि यसको कन्टेन्ट चाहिँ खै किन त्यति धेरै चाहिँ मान्छेको घर घरमा जनमानसमा पुर्याइएन म पनि अलिक कन्फ्युज छु एकदमै राम्रो इस्यु थियो मेरो चाहिँ अलि ठुलै भइसक्यो हैन तै पनि चलाउन त चलाउँछ म चाहिँ त्यसरी छोड्दिनँ बेला बेलामा गएर चुकुला हालेर सुन्न पनि दिँदिनँ म धेरै नै चलाउँछु अबदेखि म चलाउन छोड्छु एकदमै राम्रो मुभी छ एकदम समय सापेक्ष मुभी एकदम प्यारेन्ट्सहरूले आफ्नो छोराछोरीहरूलाई लिएर हेर्नुपर्ने नै मुभी छ मलाई मुभी एकदमै राम्रो लाग्यो अब मेरो बेस्ट फ्रेन्ड आयुषीले नै खेलेछ नि त उसको एक्टिङ कस्तो राम्रो थियो अनि हजुरहरूको नि एक्टिङ कस्तो राम्रो थियो तपाईँले फेसबुकमा अलिकति असन्तुष्टि पनि व्यक्त गर्नुभएको थियो होइन अलिक प्रचार प्रसार अझै मार्केटिङ अझै गरेको अहिलेको यस्तो करेन्ट इस्यु छ होइन सबैजनाले कनेक्ट गर्न सक्नुहुन्छ तर कतिजनालाई थाहा नै छैन कि यो विषयमा यस्तो चलचित्र आइरहेछ भन्ने कुरा डिरेक्टर राइटरहरूले चाहिँ एक्सपेक्ट गरे भन्दा बेसी पायौँ त भन्ने कुरा गर्नुभएको छ त्यो चिजले चाहिँ एकदमै ऊर्जा दिएको छ होइन फलोवर्स बढाइदिन्छ यताउता भन्दै धेरै यस्ता ब्ल्याकमेल गर्नेहरू पनि धेरै छन् यस्तो मेसेजहरू त कति आइरहेको हुन्छ अझै पनि आइरहेको हुन्छ होइन तपाईँहरूको अहिले त अब फेरि जे पनि पेड सिस्टम भइसक्यो इभन भ्युजदेखि लिएर लाइक्स पनि पे गरेर हाल्न मिल्ने होइन सुरुमा चाहिँ कतिजनासँग अब इन्टरेक्ट पनि गरियो होइन यो उसले एक दुईजनासँग स्क्याम्ड पनि भयो धेरै मान्छेहरू चाहिँ बिहान उठ्ने बित्तिकै सुरुमा मोबाइल चलाउँछन् होइन अझ बेडबाट उठ्नुभन्दा पहिला तपाईँ चाहिँ यो बिना केही टाइम नबसौँ भनेर ट्राई पनि गरे हो तर नसकिने नै रहेछ कि विदाउट फोन चाहिँ आई थिङ्क हामी अहिले एक्जिस्टै गर्न सक्दा हामी अर्कै ग्रहको प्राणी हुन्छ जस्तो लाग्छ मलाई मोबाइल बिनाको लाइफ पनि देख्यौँ त्यो टाइममा अब अहिले उहाँहरू जस्तोहरूलाई चाहिँ मोबाइल बिनाको लाइफ कस्तो हुन्छ भन्ने नै थाहा छैन थियो जहाँ चाहिँ टिकटकै ब्यान्ड भएको थियो एन्ड वी कुड स्टिल होइन हामी सर्भाइभ त भयौँ नि त सो आई थिङ्क यस्तो प्र्याक्टिसहरू चाहिँ अलिक बढी केही भइदिइराख्यो भने चाहिँ टाइम एन्ड अगेन अन एन्ड अफ यस्तो केही भयो भने चाहिँ अलिकति कन्ट्रोल हुन्छ कि जस्तो लाग्छ मलाई तिमी चाहिँ कतिको चलाउँछौ मैले धेरै जस्तो चलाउँदिनँ कहिलेकाहीँ मामुले चाहिँ कराउनुहुन्छ अलिक धेरै चलाएर आई मिन हाम्रो स्कुलमा पनि हामीलाई एक्स्ट्रा एक्टिभिटिज पनि गराउँछन् स्पोर्ट्स र नन स्पोर्ट्स रियालिटी नेपाल सबै कुरा रियल छ एकदम राम्रो लाग्यो अनि हाम्रो यसमा चाहिँ वर्षा शिवाकोटीको रोल चाहिँ झन् धेरै राम्रो लाग्यो सामाजिक यो अब विकृति भइरहेछ अहिले चाहिँ यो समाजमा चाहिँ बच्चाहरूले मोबाइल बढी चलाउने अनि आमा बाबाले पनि त्यस्तै नै गरिरहनु भएको हुन्छ बच्चालाई किताबै लिएर अगाडि बस्दैदेखि चाहिँ राम्रो हुन्थ्यो त्यो नभइकन मोबाइलै हेरेर अनि बच्चालाई पढ भनेर छोड्दाखेरि चाहिँ त्यही चाहिँ यो फिल्ममा देखाउन खोजेको जस्तो लाग्यो मलाई राम्रो लाग्यो मेरो चाहिँ अलि ठुलै भइसक्यो होइन तै पनि चलाउन त चलाउँछ म चाहिँ त्यसरी छोड्दिनँ बेला बेलामा गएर चुकुला हालेर सुन्न पनि दिँदिनँ कोठामा है गएर मैले चाहिँ बेला बेलामा हेर्ने चाहिँ गर्छु हस् हस् धन्यवाद मलाई त राम्रै लाग्यो म त्यति चलाउँदिनँ फिजिकल एक्टिभिटिज धेरै गर्छु दिसिन्छ तर लिमिटेड टाइमसम्म कि सब कुराको चाहिँ लिमिटेसन हुनुपर्छ त्योभन्दा धेरै गयो भने चाहिँ हाम्रो फिजिकल एन्ड हेल्थ मेन्टली सब बिग्रिन सक्छ स्पेसल थ्याङ्क्स फिल्म धेरै राम्रो रहेछ बच्चा र बच्चाको मम्मीले नै हेर्न पर्ने रहेछ धेरै राम्रो धेरै पार्ट सिक्यौँ यो फिल्मबाट एकदम धेरै राम्रो लाग्यो ल धन्यवाद ल स्पेसल मैले त सबैलाई के भन्छु भन्दा एकचोटि फ्यामिली भएर यो फिल्म हेरिदिन आउनुहोस् एकदमै राम्रो छ पारिवारिक छ र अहिलेका समसामयिक घटनाहरूलाई चाहिँ यसले चाहिँ उजागर गरेको छ एकचोटि प्लिज सबैजना हलमा आइदिनुहोस् एकदमै बच्चा बच्ची फ्यामिलियर फिल्म छ स्पेसल थ्याङ्क्स मलाई एकदमै राम्रो लाग्यो आई वुड रेकमेन्ड मेनी पेरेन्ट्स टु वाच दिस मुभी होइन बिकज यसले बच्चाको मेन्टल मोबाइलले कसरी बच्चाको मेन्टल हेल्थलाई इफेक्ट पार्छ भनेर देखाएको छ राम्ररी बुझाएको छ अनि यसले चाहिँ धेरैवटा पेरेन्ट्सलाई आफ्नो बच्चालाई बुझ्नलाई पनि हेल्प गर्नेछ त्यसैले मलाई चाहिँ एकदमै राम्रो लाग्यो यो अरूभन्दा पनि यसको कन्टेन्ट चाहिँ अहिलेको घर घरको समस्या एकदमै रेलेभेन्ट इस्यु यो इस्युलाई चाहिँ एकदमै सर्वव्यापी हुन सक्ने इस्यु थियो यसलाई
खै किन त्यति धेरै चाहिँ मान्छेको घर घरमा जनमानसमा पुर्याइएन म पनि अलिक कन्फ्युज छु। एकदमै राम्रो इस्यु थियो, सबै कलाकारको अभिनय उत्कृष्ट थियो। अब कमी कमजोरी त हरेक सिनेमामा भइ नै हाल्छ। मलाई चाहिँ सिनेमाले एकदमै छोयो। मैले यो समस्या चाहिँ धेरैको घरमा धेरै ठाउँमा देखा हुनाले चाहिँ मलाई एकदमै चित्त बुझ्यो सिनेमा। विश यू अल द बेस्ट। राजु यादव सरले अब योभन्दा झोला बनाउनु भएको थियो होइन, एकदमै मार्मिक फिल्म थियो। यसमा चाहिँ तपाईँले कतिको एक्सपेक्ट गरेर आउनुभएको थियो र त्यो अब झुटो कुरा बोल्न आउँदैन मलाई। यो सिनेमा चाहिँ जस्तो जुन किसिमको सिनेमाहरू बजारमा आइरहेछ जुन कन्टेन्टमा, यो कन्टेन्ट चाहिँ एकदमै तपाईँको चाहिँ युनिभर्सल कन्टेन्ट थियो। अहिले वर्ल्ड वाइड युनिभर्सल कन्टेन्ट थियो। यो कन्टेन्टले चाहिँ तपाईँको चाहिँ अहिले भने जस्तै सर्वव्यापी गर्न सकिन्थ्यो। सर्वव्यापी गर्ने मामलामा चाहिँ अलिकति चुक्नु भएको छ। मलाई सिधो बुझ्नु यो खास फिल्म चाहिँ हेर्दा चाहिँ हाम्रो घरबाट भएको घटनाहरूको छ बढी छ मोबाइलको विषयमा। यो खास यसमा चाहिँ खास भन्दा मैले चेतनामूलक फिल्म भनेर बुझेको छ। हामीले बालबालिकाको माया पनि गर्नुपर्छ, बाबुआमाको टाइममा माया पनि दिनुपर्छ भन्ने कुरो खासैमा देखाएको छ। खासैमा मैले चेतनामूलक फिल्म भनेर बुझेछु यसलाई। खासैलाई घरमा हाम्रो त टाइममा हाम्रो त्यो छैन टाइममा छैन। ठिक छ, थ्याङ्क यू ल। मुभी चाहिँ 4-5 वर्षको बच्चादेखि 15-16 वर्षसम्मको बच्चा भएको प्यारेन्ट्सले बच्चालाई सँगै लिएर आएर हेर्न चाहिँ म सजेस्ट गर्छु। हजुर एकदमै कम तर हेर्नुपर्छ। होइन मोबाइलको लागि झगडा त मैले धेरै ठाउँमा देखेको छु, तर मैले सकेसम्म कम स्क्रिन टाइम गर्ने गरेको छु होइन। मुभी कस्तो छ? राम्रो। मोबाइल चलाउने गुड हो कि ब्याड हो? ब्याड हो। थ्याङ्क यू। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। यो चाहिँ अहिले हाम्रो सबै घर परिवारहरूमा चाहिँ एकदमै यो एकदम भइरहेको घटनाहरू जुन चाहिँ एकदमै राम्रोसँग देखाएको छ। यो फिल्म हेर्दा चाहिँ तपाईँहरूले यति धेरै लर्न गर्न सक्नुहुन्छ कि मलाई नि आफै मेरो पनि छोरी छ, मलाई नि आज त्यो हेर्दै ओहो कतै मैले गल्ती गरिरहेको रहेछु कि भने जस्तो एउटा त्यो पनि मलाई अलिकति मनमा लाग्यो। सो तपाईँहरू सबैले चाहिँ यहाँ आएर यो मुभी हेरिदिनु हुन चाहिँ म एकदमै अनुरोध गर्दछु, जसको कारणले चाहिँ तपाईँहरूले आफ्नो बच्चाहरूलाई चाहिँ एकदमै आजदेखि नै एकदम राम्रो गर्नु पर्दो रहेछ भन्ने सन्देशहरू लिएर चाहिँ जान सक्नुहुन्छ। थ्याङ्क यू। म त अब आई थिङ्क एकदम राम्रो मेसेज थियो अनि नानीको एक्टिङ एकदम मन पर्यो अनि वर्षाजी त अलवेज एज अलवेज गुड एक्टर पनि मैले आई थिङ्क फर्स्ट मुभी होला हेरेको बट देन भेरी प्रमिसिङ अनि मोस्टली त अब म एज अ टिचर भएर टिचर हो म चाहिँ अनि आई थिङ्क यो मोबाइलको एडिक्सन चाहिँ भेरी सिरियस इस्यु होइन अनि मुभिजहरूले यसरी हाइलाइट गरिदिँदाखेरि चाहिँ यो चाहिँ अब वाइड अडियन्समा जान्छ र आई थिङ्क पेरेन्ट्स विल स्टार्ट थिङ्किङ अबाउट इट जस्तो लाग्छ। एकदम इम्पोर्टेन्ट इस्यु। कङ्ग्रेचुलेसन्स टु द टिम। हजुर टिचर हजुर म चाहिँ त्यो आई थिङ्क त्यो जुन टिचर हुनुहुन्छ मुभीमा उहाँसँग चाहिँ एकदमै के भन्छ त्यसलाई आई डोन्ट एक्सेप्ट वाट हि डेड होइन किनकि अब बच्चालाई आई थिङ्क बाबाले पनि भन्नुहुन्छ होला कोही बच्चाले गल्ती गर्यो भनेदेखि चाहिँ इन्स्टेड अफ पनिसिङ होइन उसलाई त काउन्सिलिङ गर्नु पर्यो भन्ने जस्तो लाग्छ मलाई चाहिँ। त्यो नो पनिसमेन्ट पोलिसी भन्ने स्कुल फिलोसफीबाटै आउँछु म चाहिँ युलेन स्कुलमा पढाउँछु अनि त्यहाँ चाहिँ हाम्रो चाहिँ वी इन्भेस्ट अ लट अफ टाइम होइन अनि बच्चाहरूको काउन्सिलिङमा उसको अब मोबाइल किन चलाउनु हुँदैन नचलाऊ भन्दाखेरि त बच्चाले मान्दैन तर किन चलाउनु हुँदैन भन्ने कुराको डायलग हुनु जरुरी छ जस्तो लाग्छ बच्चाहरूलाई चाहिँ। ओके कङ्ग्रेचुलेसन्स थ्याङ्क यू। अत्यन्तै राम्रो सन्देशमूलक छ। एक्सलेन्ट मुभी। फिल्म एकदम राम्रो छ। हामी जस्तो अब बच्चा बच्ची र आमा बाउको लागि एकदमै इन्सपिरेसनल छ। यो मुभी चाहिँ धेरै इन्सपायर छ होइन अनि हामीले चाहिँ यो मुभीलाई चाहिँ मोबाइल एडिक्सनको लागि चाहिँ गर्न मिल्दैन। यो मोबाइल एडिक्सन हामीले हटाउनुपर्छ बच्चाहरूबाट। त्यसरी हामीले यो गऱ्यो भने यस्तो सिरियस कन्डिसनमा हुनसक्छ भनेर।
म धेरै नै चलाउँछु अबदेखि म चलाउन छोड्छु मलाई भन्नुहुन्छ तर मलाई विश्वास छैन तर अबदेखि म चलाउन छोड्छु मुभी एकदमै राम्रो छ हरेक अभिभावकले आफ्नो बच्चाहरूलाई लिएर हेर्नै पर्ने मुभी छ सबैजना कलाकारको कला उत्कृष्ट छ अभिभावक र बच्चा चाहिँ फोनमा भुलेर आफ्नो कर्तव्यलाई चाहिँ भुल्नु हुँदैन भन्ने सन्देश दिएको छ सबैजना आएर एकचोटि हेरिदिनु होला भनेर अनुरोध गर्छु हजुरहरू सबैजनालाई धन्यवाद फिल्म चाहिँ सान्दर्भिक छ होइन अहिलेको परिवेशलाई चाहिँ एकदम मिलाएर बनाएको फिल्म छ तर एकदमै राम्रो छ फिल्म एकदमै राम्रो मुभी छ एकदम समय सापेक्ष मुभी एकदम प्यारेन्ट्सहरूले आफ्नो छोराछोरीहरूलाई लिएर हेर्नुपर्ने नै मुभी छ अनि सबै क्यारेक्टरले एकदमै राम्रो अभिनय गर्नुभएको छ है एकदम राम्रो मुभी छ एकदम राम्रो मुभी छ आयुषीले पनि राम्रो एक्टिङ गरेको छ सबैजना आएर हेरिदिन अनुरोध गर्छु थ्याङ्क यू ओके मुभी निकै कन्टेम्पोरेरी छ होइन इस्युमा एकदम बलियो छ सँगसँगै इन्गेजिङ पनि छ रमाइलो पनि छ अब मुभी भनेपछि इन्टरटेनमेन्ट पनि हुनु पऱ्यो त्यो पनि छ र सँगसँगै एजुकेटिभ छ अनि प्यारेन्ट्सहरूले चाहिँ सबै बालबच्चाहरूलाई बोकेर चाहिँ फ्यामिलीसहित आउँदा राम्रो अझ मेरो विचारमा त स्कुलहरूले नै इनिसिएसन लिएर चाहिँ यो मुभी हेर्न आउनुभयो भने तपाईँहरूलाई पनि एकदम राम्रो हुनेछ कलाकारहरूको अभिनय पनि निकै राम्रो छ विषयवस्तु अब यादव सरले गर्नुभएको काममा पहिला पनि हामीले झोला फिल्म हेरेका छौँ त्यसमा कसरी विषयवस्तुहरूलाई गहनताका साथ प्रस्तुत गरिएको छ देखेका छौँ र यो मुभी पनि त्योभन्दा नि शक्तिशाली छ पक्कै पनि आउनुहुनेछ भन्ने आशा लिएको छु हस् धन्यवाद मुभी एकदम राम्रो भएको छ मलाई पनि साह्रै मन पर्यो र नानी अनि आदरणीय विशाल दाई अनि वर्षाजी सिनेमा एकदम राम्रो छ र यो झिल्को मुभी हेर्नको लागि चाहिँ किन आउने भन्दाखेरि इन्टरटेनको लागि मात्र होइन होइन हरेक आमा बाउले चाहिँ हरेक बच्चाहरूले पनि बुझ्नको लागि केही कुरा सिक्नको लागि चाहिँ यो झिल्को मुभी चाहिँ हेर्नै पर्छ हामीले सिनेमा भनेको हामीले रमाइलोको लागि मात्र होइन केही कुराहरू हामीले बिर्सिरहेको कुराहरू पनि छौँ हामीले आफूले सबै कुरा जान्दा सबै कुरा पढेर पनि जान्ने भन्ने कुरा हुँदैन ताकि सिनेमाले पनि हामीले पर्दामा जसरी उतारेको छ त्यो कुरामा मेरो पनि मन साह्रै छोयो होइन जस्तै आजको सिनेमा जसरी मैले बोलेँ पहिलोचोटि मैले बोल्दैछु वर्षाजी विशाल दाई नानी होइन एकदम राम्रो छ होइन यो सिनेमालाई चाहिँ तपाईँहरू सबैजनाले मनैदेखि हेरिदिनु होला यो कुनै पनि फेक मान्छेले बोलेको छैन मनदेखि चित्त बुझेर बोलेको हस् धन्यवाद मलाई मुभी एकदमै राम्रो लाग्यो अब मेरो बेस्ट फ्रेन्ड आयुषीले नै खेलेछ नि त उसको एक्टिङ कस्तो राम्रो थियो अनि हजुरहरूको नि एक्टिङ कस्तो राम्रो थियो सबजनाले एक्टिङ कस्तो राम्रो गर्छ थियो यो मुभी कस्तो राम्रो थियो बेस्ड अन अ ट्रु स्टोरी हो जस्तै छ यो मुभी सो आई वान्ट टु से कङ्ग्रेचुलेसन्स टु यु हजुर म नै चलाउँछु ठिकै भन्नुहुन्छ म मोबाइल धेरै चलाउने बेला चाहिँ त्यस्तो धेरै नचलाऊ भन्नुहुन्छ मोटिभेसन नै आयो नचलाउने थ्याङ्क यू आयुषीको मुभी धेरै राम्रो थियो जहाँनिर यङ मान्छेहरूलाई फोन दिनु हुँदैन भनेर भनिरहेको थियो त्यो मुभी चाहिँ असाध्यै राम्रो छ हजुरले पनि हेर्नुपर्छ जस्तो लाग्छ म त्यति चलाउँदिनँ होमवर्क गरेपछि एकछिन धेरै नहेर र यसरी चाहिँ नहेर्नु टाढैबाट यो मुभीबाट धेरै मोबाइल हेऱ्यौँ भने अटिजम पनि हुनसक्छ भनेर र आँखालाई बिगार्छ र साइड इफेक्ट्स पनि हुन्छ आयुषीले राम्रो मुभी बनाएपछि वी आर गोना सपोर्ट हर नयाँ मुभी पनि आउँछ ओके अब फिल्म चलिरहेको छ आज दोस्रो दिन होइन वर्षाजी कस्तो रेस्पोन्स पाइरहनु भएको छ अब मेरो फर्स्ट इन्टरेक्सन हो अडियन्ससँग लास्ट टाइम प्रिमियर पछि आज सो उहाँहरूसँग बसेर हेर्दाखेरि छुट्टै रमाइलो भयो अनि सबैजनाको एकदमै पोजिटिभ राम्रो रेस्पोन्स छ तर सबैजनाको एउटै उ छ कि अलिकति हामीलाई सोसियल्ली अलिकति यो कुराको बारेमा अझै हामीले अवेर गर्न सक्थ्यौँ होला सोसियल प्लेटफर्मबाट भन्ने चाहिँ मलाई फिल भयो किनभने जतिजनाले हेर्नुभयो आई थिङ्क सबैजनाले नै एकदमै राम्रो रेस्पोन्स दिनुभएको छ सो यो चिज चाहिँ अझै धेरै मासमा जाओस् भन्ने इच्छा छ मेरो चाहिँ तपाईँले फेसबुकमा अलिकति असन्तुष्टि पनि व्यक्त गर्नुभएको थियो होइन अलिक प्रचार प्रसार अझै मार्केटिङ अझै गर्नुभएको थियो
हो डेफिनेटली, किनभने अब के हुँदैछ भन्ने कुरा चाहिँ थाहा हुनपर्छ जस्तो लाग्छ र हामी सायद अलिकति यसमा चाहिँ ब्याक नै भयौँ। अब त्यो टिमहरूको केही अब आई डोन्ट नो के प्लानिङ थियो होला उहाँहरूको, अब यस्तै सबैको आफ्नो तरिका हुन्छ आफ्नो प्रडक्टलाई रिप्रेजेन्ट गर्ने। सो अब मलाई चाहिँ अलिकति पछि अस्ति फिल्म हेरिसकेपछि यति राम्रो फिल्म बनेको छ, यति राम्रो कन्टेन्ट छ, यस्तो अहिलेको यस्तो करेन्ट इस्यु छ होइन, सबैजनाले कनेक्ट गर्न सक्नुहुन्छ, तर कतिजनालाई थाहा नै छैन कि यो विषयमा यस्तो चलचित्र आइरहेछ भन्ने कुरा। सो यो कुरा चाहिँ अझै मासमा पुग्दैदेखि चाहिँ राम्रो हुन्थ्यो भनेर चाहिँ मैले एक किसिमको एउटा त्यस्तो कुराकानी त भएन। अब आई थिङ्क सर्टेन उहाँहरूको आफ्नै प्लान थियो, मैले पनि त्यति अब उहाँहरूकै कतिपय कुराहरू चाहिँ अब हामी टिमकै सल्लाह अनुसार नै अगाडि बढ्छौँ। त्यसले गर्दाखेरि चाहिँ अब आई थिङ्क गो विथ द फ्लो, प्लस आई थिङ्क यो टिमको एउटा कन्फिडेन्स पनि होला बिस्तारै, वी नेभर नो, अब बिस्तारै हिजो र आजकोमा भन्दा अझै अब आज जतिजनाले हेर्नुभयो सायद अझै यसको बारेमा धेरैजनालाई थाहा हुन्छ। सो यही प्रोसेसलाई नै उहाँहरूले चाहिँ ट्रस्ट गरेर चाहिँ अलिकति साइलेन्टै बस्नुभएको हो कि भन्ने चाहिँ मेरो बुझाइ हो अहिले। आइसदिन अब तिमी त ब्याक टु ब्याक फिल्म आइरहेको छ होइन, कस्तो भइरहेको छ के भन्नु? सबैजनाले एकदम राम्रो गरेको छ भन्नुभएको, एकदम गुड जब पनि भन्नुभएको छ, अनि मलाई आशीर्वाद पनि दिनुभएको। मेरो बेस्ट फ्रेन्ड्स र मेरो आन्टीहरूले पनि मलाई एकदम सपोर्ट पनि गर्नुभएको छ, सबैजनाले दादा दिदीहरूले टिचर्सहरूले एकदम धेरै सपोर्ट पनि गर्नुभएको छ, अनि एकदम रमाइलो लागिरहेको छ मलाई। अहिले एकदमै व्यस्तता बढेको छ नि होइन, एकपछि अर्को फिल्म आइरहेको छ, कसरी म्यानेज गरिरहेको छौ तिमी? त उता पढ्छौ पनि, बोर्डिङ पढ्छौ होइन, घरमा के भन्नुहुन्छ मम्मी बाबाले? आई मिन स्कुलमा पनि सपोर्ट गर्नुहुन्छ मलाई साथीहरूले, टिचर्सहरूले, अनि प्रिन्सिपलले पनि मलाई एकदम सपोर्ट गर्नुहुन्छ। स्कुलमा मैले केही काम छुट्यो भने पठाइदिनुहुन्छ, सुटिङमा हाल्दाखेरि सुटिङमा पनि कहिलेकाहीँ पढ्छु बुकहरू इक्जाम छ भने, अनि एकदम सपोर्ट गर्नुहुन्छ त्यहाँ स्टडिजमा पनि सबैजना। विशाल सर कस्तो पाउनुभएको छ तपाईँले चाहिँ? मैले त कस्तो पाएँ भने हामीले त अब काम गर्ने बेलामा अलमोस्ट यो स्टोरीलाई अलि नजिकबाट हेरेका थियौँ, सिरियस विषयवस्तु हो भन्ने थाहा थियो, यो यही शैलीबाट जान्छ भन्ने हामीले स्वीकार गरे हो होइन, किनकि अब झोला बनाइसकेका डिरेक्टर हो होइन, सब्जेक्टिभ मुभी बनाउने डिरेक्टर हो, उहाँको आफ्नै शैली हुन्छ। वर्षाजीको कुरामा म सहमत छु, यो मासमा चाहिँ पुगेको छैन, स्टिल अहिलेसम्म पनि पुगेको छैन, र जतिले हेर्नु भएको छ मलाई फोन गरेर डिरेक्टर, फिल्म लाइनकै डिरेक्टर राइटरहरूले चाहिँ एक्सपेक्ट गरे भन्दा बेसी पायौँ त भन्ने कुरा गर्नुभएको छ। त्यो चिजले चाहिँ एकदमै ऊर्जा दिएको छ होइन, अरू हेर्ने अडियन्सहरूले पनि हात पक्र्ने बेला, अङ्कमाल मार्ने बेलामा, जुन आँखामा हेर्ने बेलामा जुन हुन्छ नि, अपेक्षा गरे भन्दा बेसी पाउनु भएको छ। एउटा ठुलो जित चाहिँ त्यही हो जस्तो लाग्छ, जतिले हेर्नु भएको छ पोजिटिभ रेस्पोन्स छ। वर्षाजी अब फिल्ममा मोबाइलको कुरा छ, टिकटकको कुरालाई पनि अलिकति उठाइएको छ, तपाईँ टिकटक चाहिँ कतिको चलाउनुहुन्छ? टिकटकमा चाहिँ म त्यति धेरै एक्टिभ छैन, म जस्तै यस्तै प्रमोसन्सहरू केही गर्नु पऱ्यो भने मात्र हो, अब कहिलेकाहीँ मात्रै हो, तर म टिकटकभन्दा अरू प्लेटफर्ममा चाहिँ अलिक बढी एक्टिभ छु। तपाईँ त अब आफै सेलिब्रिटी हुनुभएको मान्छे होइन, फिल्ममा चाहिँ अब टिकटकमा अहिले हामीले धेरै सुन्छौँ पनि देख्छौँ पनि, फलोवर्स बढाइदिन्छ यताउता भन्दै धेरै यस्ता ब्ल्याकमेल गर्नेहरू पनि धेरै छन् होइन, तपाईँलाई कहिले त्यस्तो केही टाइपको म्यासेजहरू कहिले आएको छ? यस्तो म्यासेजहरू त कति आइरहेको हुन्छ, अझै पनि आइरहेको हुन्छ होइन। तपाईँहरूको अहिले त अब फेरि जे पनि पेड सिस्टम भइसक्यो, इभन भ्युजदेखि लिएर लाइक्स पनि पे गरेर हाल्न मिल्ने होइन, त्यो नथिङ इज त्यो रियलिस्टिक नै केही फिल हुँदैन क्या अहिले। अनि त्यसले गर्दाखेरि चाहिँ बिचमा अब हामी चाहिँ कति धेरै कुराहरू चाहिँ हाम्रो एज एन प्रोफेसन हामी फलोवर्स र आफ्नो सोसियल प्रेजेन्समै डिपेन्ड हुनुपर्ने हुन्छ क्या, एज एन प्रोफेसन पनि होइन। कसको फलोवर्स धेरै छ त्यसले उ गर्ने, उहाँहरू चाहिँ अलिकति प्रायोरिटीमा पर्ने। सो यो एउटा काम पाउने जस्तो हुन्छ नि, यो एउटा सिस्टम चाहिँ बसिरहेको केसमा चाहिँ बिचमा चाहिँ मैले पनि सोचेँ अब गो विथ द फ्लो, जस्तो टाइम चलिरहेछ जसरी हामी चलिरहेछौँ त्यसरी नै चल्नुपर्ने हो कि त्यसरी नै एडप्ट हुनुपर्ने हो कि भन्ने चाहिँ भयो। तर त्यसको फेरि अब केही समयपछि चाहिँ वाट आई फिल इज लाइक यो टेम्पोररी चाहिँ होइन यो सबै उहरू चाहिँ, र यस्तो स्क्यामर्सहरू यस्तो मेसेजहरू अब वाट्सएप, इन्स्टाग्राम, फेसबुकमा यति धेरै आइ नै रह हुन्छ। तर अब अहिले चाहिँ थाहा हुन्छ, सुरुमा चाहिँ कतिजनासँग अब इन्टरेक्ट पनि गरियो होइन, यो उसले एक दुईजनासँग स्क्याम्ड पनि भयो बाट, तर अब अहिले चाहिँ आई थिङ्क वी आर अल अवेयर अबाउट इट। तपाईँभन्दा धेरै मोबाइलमा चाहिँ के चलाउनुहुन्छ, कुन एप चलाउनुहुन्छ?
अहिले रिसेन्टली चाहिँ म WhatsApp चलाइरहेको छु बिकज आई थिङ्क यो चाहिँ एउटा कन्भर्सेसन प्रोफेसनल कन्भर्सेसनदेखि लिएर हरेक चिजको लागि चाहिँ एकदम इजी प्लेटफर्म बनाएको छ त्यहाँ हाम्रो ग्रुप फर्मेसनहरू हुन्छ के हुन्छ इभन हाम्रो मुभीको स्केड्युलदेखि लिएर मुभीको डिस्कसन स्क्रिप्ट डिस्कसनदेखि लिएर हरेक चिज नै WhatsApp ग्रुप बनाउने ल त्यहीँ गरौँ भन्ने जस्तो हुन्छ सो एकदम इजिली कनेक्ट हुने प्लेटफर्म हो जस्तो लाग्छ त्यसले गर्दा चाहिँ अहिले बढी अलिकति एक्टिभ चाहिँ WhatsApp धेरै मान्छेहरू चाहिँ बिहान उठ्ने बित्तिकै सुरुमा मोबाइल चलाउँछन् होइन अझ बेडबाट उठ्नुभन्दा पहिला तपाईँ चाहिँ चलाउनुहुन्छ म चाहिँ अब कस्तो भएछ भने अलिकति अब बानी नै जस्तो भइसक्यो कि यो त बानी नै भइसक्यो होइन पार्ट अफ लाइफ नै भइसक्यो अब बिहान उठेर वर्कआउट गर्न जाँदा पनि यही लिएरै जानुपर्ने जस्तो भइसक्यो कि एक्सर्साइज गर्न जाँदा पनि यही हरेक चिज अब मेन्टल्ली केही आफूलाई रिफ्रेसमेन्ट गरौँ न त के गरौँ भने ल म्युजिक सुनौ फेरि मोबाइलै चाहियो होइन हरेक चिजको लागि चाहिँ मोबाइल चाहियो यो बिना केही टाइम नबसौँ भनेर ट्राई पनि गरे हो तर नसकिने नै रहेछ कि सो त्यसले चाहिँ गर्दा तर अलिक कन्ट्रोल गर्न चाहिँ सकिन्छ तर विदाउट फोन चाहिँ आई थिङ्क हामी अहिले एक्जिस्टै गर्न सक्दा हामी अर्कै ग्रहको प्राणी हुन्छ जस्तो लाग्छ मलाई जस्तो अब फिल्ममा देखाए जस्तो अब त्यो मोबाइलले गर्दा मान्छे त्यो त्यति टाइपको सबै त नहोला होइन तर पनि हामी पनि यसो के हुने मोबाइल चलाइहाल्छौँ र बानी त बसेको छ नि होइन तपाईँको पनि छ होला तपाईँको पनि अभियस छ होला होइन यो कुरालाई चाहिँ हामीले नियन्त्रण गर्न के गर्नुपर्छ यो धेरै गयो हजुर हजुर यसले बिस्तारै मानसिक रूपमा धेरै असर गर्छ पछि अझ धेरै गर्छ हजुर अब यसलाई गर्न सक्ने भनेको अब हामीले आफै नै हामी सबैलाई थाहा छ अवेरनेस थाहा छ के गर्नुपर्छ भन्ने पनि थाहा छ बानीको कुरा हो लतको कुरा हो अब यसलाई चाहिँ आफैले नै कन्ट्रोल नगरी हुँदैन कसैले भनेको भरमा अथवा अब प्लस अहिले अब यति धेरै इभन हाम्रो फिल्म अब एउटा सोसियल अवेरनेस यो यस्तो हुनसक्छ भनेर डार्क साइड अफ ओभर युज अफ सोसियल मिडिया भनेर अब यो किसिमको अवेरनेसहरू पनि बिस्तारै आइरहेको हुन्छ सो जे चिजको पनि ओभर कन्ज्युम्सन भयो भने चाहिँ त्यसले नराम्रो इफेक्ट डेफिनेटली गर्छ सो आई थिङ्क सोसियल अवेरनेस नै हो अलिकति र पहिलाको टाइममा चाहिँ अस्ति पनि हाम्रो कुरा भएको थियो होइन यस्तै कुराहरू हुँदाखेरि हामी चाहिँ वी आर सो ब्लेस्ड कि हामीले मोबाइल बिनाको लाइफ पनि देख्यौँ त्यो टाइममा अब अहिले उहाँहरू जस्तोहरूलाई चाहिँ मोबाइल बिनाको लाइफ कस्तो हुन्छ भन्ने नै थाहा छैन बच्चा जन्मेको केही मन्थ्सदेखि नै उहाँहरूलाई फोन दिइन्छ होइन तर बट आई थिङ्क वी आर पास्ट द्याट फेज के जहाँ चाहिँ हामीलाई चाहिँ मोबाइल भने के हो भन्ने नै थाहा छैन सो स्टार्टिङ अफ युजिङ द सोसियल मिडिया अब अहिले चाहिँ एक्सट्रिम युजको समयसम्म पनि हामी आइरहेछौँ सो वाट आई फिल इज लाइक अब बिस्तारै सबैजनाले अब यो मेन्टल हेल्थ यो सबै कुरा ओभर हुँदै गइरहेछ ओभरवेल्मिङ हुँदै गइरहेछ सो बिस्तारै चाहिँ अब आई थिङ्क हामी बिस्तारै त्यही एजमा फर्किन्छौँ कि भन्ने जस्तो फिल भइरहेछ मलाई चाहिँ कि लाइक वी सुड डु द्याट होइन सो त्यसले गर्दा पनि कतिपय कहिले अब अस्ति हामी टिकटक अहिलेको लागि हाम्रो कस्तो हामीले चलाएर बस्नै नसक्ने जस्तो प्लेटफर्म छ कतिजनाको लागि बट एक टाइम यस्तो थियो जहाँ चाहिँ टिकटकै ब्यान्ड भएको थियो एन्ड वी कुड स्टिल होइन हामी सर्भाइभ त भयौँ नि त सो आई थिङ्क यस्तो प्र्याक्टिसहरू चाहिँ अलिक बढी केही भइदिइराख्यो भने चाहिँ टाइम एन्ड अगेन अन एन्ड अफ यस्तो केही भयो भने चाहिँ अलिकति कन्ट्रोल हुन्छ कि जस्तो लाग्छ मलाई तपाईँलाई होइन जस्तो एक दिनभरि मोबाइलै चलाउन पाउनु भएन भने काम पनि छैन त्यो दिन घरै बसेको बेला दिनभरि मोबाइल चलाउनु भने सक्नुहुन्छ गाह्रो हुन्छ एकदमै गाह्रो हुन्छ तर म चाहिँ बिचमा टाइम एन्ड अगेन बुक रिडिङ प्र्याक्टिसहरू गरिरहेको हुन्छु सो त्यसले चाहिँ मलाई अलिकति चाहिँ सक्छु कि जस्तो चाहिँ लाग्छ तर गाह्रो चाहिँ हुन्छ एकदमै गाह्रो हुन्छ विशाल सर तपाईँ सक्नुहुन्छ अब सक्नुपर्छ किनकि यो स्टोरीको रिसर्च गर्ने बेला डक्टरहरूसँग जुन किसिमको कुरा भएर यो फिल्म बनाएको छ नि डक्टरहरूले भने अनुसार चाहिँ अब सक्नुपर्छ सक्छौँ भन्ने त यो फिल्म नगर्ने बेलासम्म त त्यो त कल्पना गर्न नसकिने संसार भइसकेको छ तपाईँ हाम्रो सबैको हो यो प्रश्न मैले तपाईँलाई तेर्साए पनि तपाईँलाई नै गाह्रो छ होइन तर अब सक्नुपर्छ जसरी फास्टिङ गर्छौँ नि धर्मको नाममा होस् तर हेल्थ त एउटा होइन हुन्छ नि त फ्रेस हुन्छ नि त एक दिन नखाँदा त्यसै गरी अब त्यसरी नै डक्टरहरूले भने त्यसरी नै एक दिन चाहिँ इन्टरनेट फ्री डे बनाउने कि होइन अथवा बिहानसम्म नगर्ने कि बिहानै उठ्दा 10 बजेसम्म नचलाउने कि अथवा बेलुका 10 बजे पछाडि घरमै अफ गर्ने कि होइन त्यो चिजहरूमा प्र्याक्टिस गरेनौँ भने चाहिँ हाम्रो समाज कता जान्छ होला अब यो त प्रश्न हामीले गर्छौँ नै त्यसकारण पनि झिल्को हेर्न आउनु भन्छौँ क्या हामी चाहिँ यो
मैले तपाईँलाई सोधेँ ल अब तपाईँ सक्नुहुन्छ सेम क्वेसन किनकि तपाईँहरू म एउटै त हो म पनि सञ्चारकर्मी नै हो होइन यसै गरी सोध्छु म तर कति प्रश्नहरू हामीले सोध्ने बेलामा चाहिँ ठ्याक्कै उल्टाइदियो भने त उत्तर दिन गाह्रो हुन्छ त्यसकारण अब यो इन्टरनेट बिनाको संसार त झन्डै असम्भव भइसकेको छ होइन तर यसलाई मिनिमाइज कसरी गर्ने भनेर सोच्नुपर्ने अवस्था चाहिँ आएको छ त्यसकारण हामीले झिल्को बनाएको छौँ अवेरनेसको लागि तपाईँ चाहिँ बिहानै उठ्ने बित्तिकै सुरुमा मोबाइल चलाउनुहुन्छ यो डेली रुटिन छैन सर यसको होइन कहिलेकाहीँ चाहिँ निद्रामा यसरी हात नजिक छ भने तानिन्छ नत्र भने सकेसम्म जस्तो म बिहान अलिकति एक्सर्साइज गर्न गएँ भने म क्लबमा कहिले पनि मोबाइल लाँदैन मैले पहिलेदेखि नै कम युज गर्ने मान्छे हो सोसियल मिडियामा त्यति धेरै एक्टिभ पनि छैन हुँदैन पनि होला अब त झन् होइन पहिलेदेखि पनि छैन म अहिले यो फिल्म भयो हुनाले 2-4वटा पोस्ट अलिक बढी भयो नत्र भने फर्केर हेर्ने बेला म जतिसक्यो कम गर्छु र मेरो घरमा चाहिँ मेरो यो पिन सिन सबैलाई थाहा हुन्छ एकदम यतिकै मोबाइल छोडिदिने मान्छे मलाई त्योसँग त्यति धेरै एट्याच चाहिँ म छैन तिमी चाहिँ कतिको चलाउँछौ मोबाइल मैले धेरै जस्तो चलाउँदिनँ कहिलेकाहीँ मामुले चाहिँ कराउनुहुन्छ अलिक धेरै चलाएर आई मिन हाम्रो स्कुलमा पनि हामीलाई एक्स्ट्रा एक्टिभिटिज पनि गराउँछन् स्पोर्ट्स र नन स्पोर्ट्समा अनि घरमा पनि कहिलेकाहीँ यतिकै उफ्रिन्छु खेल्छु अनि धेरै जस्तो त चलाउँदिनँ धेरै साथीसँग चाहिँ बोल्छु चलायो भने मोबाइलमा सबैभन्दा बढी चाहिँ के हेर्छ बढीमा चाहिँ युट्युब र साथीसँग बोल्ने युट्युबमा चाहिँ के हेर्छ त्यही हो त्यस्तो युट्युब भिडियोहरू अनि कार्टुनहरू त्यही मम्मी बुवाले के भन्नुहुन्छ मोबाइल मामुले चाहिँ भन्नुहुन्छ नचलाऊ एकछिन उफ र केही गर भन्नुहुन्छ बाबाले पनि एकछिन पढ पनि भन्नुहुन्छ नचलाऊ पढ पनि भन्नुहुन्छ स्कुलमा जस्तो फिल्ममा देखाए जस्तै मोबाइल लान पाइन्छ पाउँदैन लैजाउ लाग्छ मलाई लाग्दैन त्यस्तो स्कुलमा चाहिँ के गर्नुहुन्छ सर म्यामहरूले चाहिँ अब यस्तै कुराहरू जुन फिल्ममा छ नि त्यस्तै के गरेर मोटिभेट गर्नुहुन्छ हामीलाई सामाजिकमा चाहिँ पढाइदिनु भएको छ फाइदा र बेफाइदा मोबाइलको अनि सिकाउनु भएको छ हामीलाई बेफाइदा र फाइदाहरू मोबाइलको बारेमा पनि सिकाउनु भएको हामीलाई साथीहरूले चाहिँ कतिको चलाउँछन् मोबाइल साथीहरूले पनि धेरै चलाउँदैन अब अन्तिममा माटोपाटी.com होइन के छ माटोपाटी.com चलिरहेछ कि छैन त्यो त जो दिन सुटिङ सिद्धियो त्यो दिन माटोपाटी मेरो लागि चाहिँ सिद्धियो बाँकी पोस्ट प्रडक्सन भयो फिल्म हलमा आइसक्यो त्यो एउटा परिकल्पना गरेको नाम थियो किनकि सेतो पाटी रातो पाटी माटो पाटी होइन त्यसै गरी रातो पाटी सेतो पाटी आउँदैन त्यो आउने ठाउँै छैन नि त्यो त परिकल्पना हो नि होइन अनलाइनको नाम हो एउटा परिकल्पना हो माटो पाटी माटैको घरहरूमा हुर्किया हो नि त हामी त गाउँमा होइन त्यही भएर माटो पाटी हुँदा खासै समस्या हुने ठाउँ छैन पहिले नै क्लियर छौँ हामी आउँदैन अब्जेक्सन हस् थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच